भयो हाम्रो हैन ओभरअल गेम चाहिँ राम्रै भयो। अब कोचले जे सिकाउनु भएको थियो हामीलाई एटेकिङ फुटबल खेल्नु भनेर सिकाउनु भएको थियो। हामीले आज त्यही नै खेलेको हो। त्यही भएर 9-0 स्कोर पनि निस्क्यो। अझ हाम्रो स्कोर अझै हुनुपर्ने कति भएन पनि त्यो हिसाबले चाहिँ ओभरअल राम्रै भयो। आजको टिम कम्युनिकेसन पासिङहरु एकदम राम्रो थियो। राम्रै थियो। अझै पनि हाम्रो चाहिँ थोरै चाहिँ ल्याक भइरहेछ। त्यो चाहिँ अब यो फर्स्ट म्याच भएर पनि होला। अनि फर्स्ट म्याच भयो। अब कतिजना हामी नयाँ प्लेयरहरू पनि खेलिरहेछौँ टिममा। त्यही भएर पनि हो। अब नेक्स्ट गेममा चाहिँ अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। भनौँ न जस्तै अब मेन प्रतिद्वन्दी उज्बेकिस्तान रहिरहँदाखेरि पनि हैन यस्तो राम्रो स्टार्ट पाउँदाखेरि चाहिँ मोटिभेसन कस्तो भइरहेछ प्लेयरहरूको टिमको? हामी त प्लेयर त सबैजना एकदम मोटिभेटेड नै छौँ। किनभने फर्स्टदेखि नै हो उज्बेकिस्तान पनि हामीले सोचेको छौँ। तर मेन त अब आज लाओस नै थियो हाम्रो लागि। लाओसलाई जित्यौँ। अब योभन्दा पछि हामी श्रीलङ्कालाई जित्नको लागि खेल्ने हो। त्यसपछि मात्र अब हामी उज्बेकिस्तानलाई सोच्ने हो हैन। अनि हाम्रो मेन टार्गेट भनेको त अब यो क्वाली हुनु नै हो। त्यही भएर हामी सबैजना एकदमै एकअर्कालाई सपोर्ट गरेर एकदम मोटिभेट भएर खेलिरहेछौँ।